नेपाल र भारतको सिमाना 10 गजा क्षेत्रमा कसैले पनि अतिक्रमण गर्न र भौतिक पूर्वाधार बनाउन पाइँदैन। तर त्यही 10 गजा मिचेर भारतीय पक्षले कतिपय ठाउँमा सरकारी भवन नै बनाएको छ। कतै नेपाली पक्षबाट पनि अतिक्रमण भएको छ। केही ठाउँमा त दुवै मुलुकका बस्तीको आँगन, गाईबस्तु बाँध्ने गोठदेखि बजार समेत 10 गजामै छ। बाँकेको यो पूर्वी नरैनापुर गाउँपालिका अन्तर्गत पर्ने म जहाँ उभिएको छु यो नेपाल तर्फको घोडदौडिया गाउँ हो र ठ्याक्कै मेरो यो दायाँ साइडतर्फ पनि भारतको घोडदौडिया गाउँ नै छ। दुवै गाउँको नाम एउटै छ र यो 10 गजा दुवै गाउँको आँगन बनेको छ। यो त सामान्य अवस्था मात्र हो। यो भन्दा जटिल अवस्था पूर्वतर्फ छ। महोत्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी रूपमा काम गर्दाखेरि पनि मैले त्यो क्षेत्रमा योभन्दा अझ बढी घना बस्ती भएको र बजारको एरिया मटियानी शम्सी जस्ता क्षेत्रहरूमा ठूलो बजार जुन चाहिँ 10 गजाको वारी र पारी नै रहेको र ठूलो व्यापार व्यवसाय पनि सञ्चालन हुने त्यस्तो खालको अवस्था देखेका थिएँ। अब यहाँ चाहिँ त्यति व्यापार व्यवसायको अवस्था चाहिँ खासै देखिएन र चाहिँ बस्ती चाहिँ अब 10 गजा चाहिँ आँगन जस्तै राखेर वारी र पारी चाहिँ बस्ती बसेको चाहिँ देखियो। हुन पनि विराटनगरको रानीनाका स्थित जोगमिनी जाने मार्गसँग जोडिएको 10 गजामा भारतीय पक्षले मन्दिर नै निर्माण गरेको छ। विराटनगरकै दरैया स्थित 10 गजामा पनि मन्दिर छ। भारतीय पक्षले 10 गजामै बिजुलीको खम्बा गाडेर विद्युतीकरण समेत गरेको छ। जोगबिनी नगर पञ्चायतले 10 गजामै सार्वजनिक शौचालय निर्माण गरेको छ। केही क्षेत्रमा दुवै देशका स्थानीयले 10 गजालाई आँगनका रूपमा प्रयोग गरेका छन् भने कतै वस्तुभाव बाँध्ने गोठ बनाइएको छ। बस्ती नजिक भएका केही ठाउँमा कुनै न कुनै रूपमा 10 गजा पुरै अतिक्रमण भएको छ। यो सीमा क्षेत्रमा भएका यस्ता समस्याहरूलाई समाधान गर्ने पहिलो पाटो चाहिँ हामी यो द्विपक्षीय छलफल